हाई गाइज गुड मर्निङ। अनि आज म चाहिँ हजुरहरूलाई मेरो बुढाले लगाउनु भएको बोट बिरुवा भिजिट गराउँछु हैन। यो चाहिँ मेरो मिनी भ्लग हो। अनि त्यसपछि हेरेर एकदम राम्रो रेस्पोन्स गरिदिनु होला। अहिले हाम्रो मम्मी चाहिँ त्यही बिरुवाहरूको बिचमा समथिङ के लगाउँछु भनेर जानुभएको छ। अनि मलाई चाहिँ एउटा त्यसपछि त्यहाँ किचनमा पनि काम थियो सोध्नुपर्ने। सो आई एम गोइङ टु सासुमम। लेट्स है के गरिरहनु भएको छ हेरौँ। म गइरहेको छु। यो पछाडिको चाहिँ हाम्रो घर हो। अनि म चाहिँ अहिले यता जाँदैछु है। मलाई फेरि त्यो ठ्याक्क क्यामेरा टर्न गर्न आउँदैन ट्रुली भन्नुपर्दा। खोइ मम्मी कहाँ जानुभयो त? ओके पहिला म अगाडि हेर्छु अनि त्यसपछि बल्ल पछाडि जान्छु ल। अहिले एकचोटि स्टप गरेँ। सी गाइस मम्मी यहाँ आउनुहुँदो रहेछ। सो म त्यहीँ जान्छु। यो हाम्रो घर हो। धन्य तर्सिलो के रहेछ भने त मम्मी तरकारीमा कुन मसला हाल्ने रे? त्यो अर्को जिरा मात्र वाला कि त्यो पिनेर राखेको दुइटै? त्यो सबै मिसाएर राखेको छु के हुन्न। मिसाएर राखेको हुन्छ नि? मिसाएको छु थोरै थोरै राखे हुन्छ। भ्याइयो काम। मैले अब भ्लग पठाइदिनु लाएको। यहाँ यो चाहिँ मम्मीले लगाउनु भएको मकै र बोडी हो। हाम्रो मम्मी फेरि साह्रै मेहनती हो कि यसरी खनिरहनु भयो। अब मम्मीलाई भाइरल गराइदिनु पर्छ है गाइस। सरी गाइस अहिलेपछि त्यो वाला भिडियो चाहिँ म अहिले त्यसरी अपलोड गर्छु। बारीमा जानुपर्छ नि त। मैले तरकारी पकाउँदैछु। सो एकछिनपछि भेटौँला। म चाहिँ भाइलाई गरिरहेको छु भिडियो। नाइ होइन बल्ल 8-18 भयो। जति बेला पनि मोबाइल हेर्नु फ्री फायर हेर्नु। जा प्लिज 2 मिनट पकाउँदैछु मेरो बेबी। यी फ्री फायर हेर्नु। यो चाहिँ हाम्रो आँगन हो गाइस होइन। म घरको पनि देखाउँछु। यो हाम्रो घर भयो। म एकछिनपछि जाँदैछु बारीमा। मम्मी त जानु भइसकेको छ त। हामी कहाँ जाँदैछौँ भने मम्मीलाई देखाइदिनु हाई भनिदिनु। मम्मी हाई त्यो बाङ्गो नगराउने फोन भिडियो सुन्छ कि कति बोलेको र। सबै देखाइदिनु एकचोटि हाम्रो घर। अनि त्यसपछि हामी चाहिँ कहाँ जाँदैछौँ भन्छ मामाले लगाउनु भएको बारीमा होइन। ल यही चप्पल लाएर आइयो नि त। म त खाली गुट्या हो। चप्पल लाएर आउनुपर्छ नि। यु क्यान सी चाहिँ कतिवटा मामाले कतिवटा लगाउनु भएको अरे? 120 होइन लगभग 100वटा जति। 100 त मोर देन 100 हो। मोर देन 100 हो तर 100वटा जति छ। देखाइदिनु म भन्दा ठुल्ठुलो भएको छ। यता हेर्नु यहाँ पनि फलेको छ। अब यो हेर्नु यो चाहिँ सगुनको बिरुवा। यो चाहिँ मेरो नाममा लगाउनु भएको अरे। अनि यो अरू जति पनि यो देखिरहेको छ यिनीहरूलाई चाहिँ मलेसियन साल भन्छ। लाउनु कति धेरै छ हेर्दै जाम। यहाँ 100 त यहीँ पुगिसक्यो। अनि यहाँ चाहिँ अस्ति भर्खरै मल हालेर यो यस्तो राम्रो बनाउनु भएको होइन। यो सबै क्रेडिट गोज टु शिव दाई। यो सबै शिव दाईले गर्नुभएको हो। अनि किनकि बुढा त विदेश हुनुहुन्छ नि त। सो अनि म चाहिँ पुरा यहाँ मेरो यहाँ केही पनि मेहनत छैन। जस्ट म भिजिट मात्र गरिरहेको छु है। एकचोटि सर उहाँसम्म छ एकचोटि देखाइदिनु। हामी जाँदैछौँ अगाडि जाँदैछौँ। यस्तो राम्रो भएको छ बिरुवा होइन। यो मेहनत गर्ने मान्छेलाई चाहिँ एकदम खतरा फिल हुन्छ कि मैले गरेको भनेर। भान्जा लगाउनु भएको बुट कुन रे? लास्टको उहाँको सबसे राम्रो चाहिँ अनु भान्जा लगाउनु भएको भन्ने सुनेको थिएँ मैले होइन। त्यो एकदम राम्रो भएछ भन्ने। हेर्नु न सबसे ठुलो त्यही त उहाँको कि यो त लास्टको। यो चाहिँ सबै मलेसियन साल हो है। यो मलेसियन साल भनेको चाहिँ कस्तो हुन्छ भने यसको बुट ठुलो हुँदै जान्छ। जस्ट माथिको टुप्पामा पुग्छ। यसको त यत्रो अब यो स्पेसली फर्निचरको लागि युज हुने बोट बिरुवा हो चाहिँ।
अनि ऊ त्यो लास्टको अग्लो चाहिँ भान्जा लगाउनु भएको रे त्यो सबसे अग्लो भयो अनि त्यसपछि हामीले यता पनि लगाऊँ यता देखाइदिनु यता चल अनि ठ्याक्क यहाँनिरसम्म छ त्यहाँनिर सरी ठ्याक्क हाम्रो चाहिँ यसरी आएर यसरी यल सेपमा छ त्यहाँनिर त्यो सबै हो त्यतातिरको चाहिँ अलि राम्रो भयो होइन जस यता घर साइडतिरको चाहिँ एकदमै राम्रो भयो थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई के भन्दैन भान्जाको नि केही जाओस् अलिकति केही अब चाहिँ हामी फेरि रिटर्न जाँदैछौँ किनकि हाम्रो अब लगभग खाना खाने टाइम हुन लाग्यो नि त सो अनि अरू केही भन्न छ मेरो च्यानललाई चाहिँ के गर्ने रे भान्जा लाइक गर्ने कमेन्ट गर्ने सब्सक्राइब गर्ने अनि सक्दो सेयर गर्ने है